हेलो गुड मर्निङ अनि नमस्ते सबैजनालाई म चाहिँ सुरक्षा आर्यन एन्ड वेलकम टु द सुजु भ्लग अनि मेरो भ्लगमा चाहिँ डेली रुटिनमा मैले के गर्छु के गरिरहेको छु या कहाँ गइरहेको छु भनेर देखाइरहेको हुन्थेँ बट आजको भिडियोमा चाहिँ म घरमै छु म कतै गइरहेको छैन अनि विदाउट एनी कन्टेन्ट मैले यत्तिकै नै स्टार्ट गरिरहेको छु यो भिडियो चाहिँ सो हेरिराख्नु होला सो लेट्स स्टार्ट सो यहाँ चाहिँ मम्मीले मेरो लागि चाहिँ अदर बनाइदिए हुनुहुन्छ म थाइल्यान्ड जान लागेको भएर चाहिँ मेरो प्याकिङहरू त हुँदैछ अनि मम्मी कति फुल भइरहेको छ तपाईँलाई म बाहिर जान थालेँ भनेपछि सो अब हामी चाहिँ खाना खान्छौँ मम्मीले आज साग पकाउनु भएको छ अनि सोयाबिन बनाउनु भएको छ अनि माम भइहाल्यो अनि अचार चाहिँ पाक्दै छ है गाइस के मम्मी मसला अनि अमिलो गर्न यो चाहिँ अमिलोको अचार अनि चाहिँ यो मेरो भाइ राजन मेरै भ्लग हेरिरहेको छ है गाइस मेरो भ्लग मेरो फर्स्ट भ्लग अनि मेरो थम्बनेल भइरहेको छ सो आज मसँग कुनै कन्टेन्टहरू नहुँदा मैले डेली भ्लगहरूमा के राख्न मिल्छ कसरी गर्न मिल्छ र डेली भ्लगरहरूले कसरी आफ्नो भिडियोहरू बनाउँछन् भनेर चाहिँ युट्युबमै हेरिरहेको थिएँ एन्ड त्यसैबाट सिकिरहेको थिएँ कसरी एडिट गर्ने के गर्ने भिडियो राख्नलाई के गर्नुपर्छ कसो गर्नुपर्छ एन्ड वान थिङ आई लर्न टुडे इज आई हेभ टु बी अ कन्स्टेन्ट टु द युट्युब इट हेल्प्स टु मेक अ रिच टु द अडियन्स In this moment, I just noticed Thulu Baba is watching me and he didn't say anything. Only he smiled while watching me in the video. And in that moment, I feel मैले गरिरहेको भ्लग चाहिँ इज राइट अनि खुसी पनि मिलिरहेको थिएँ हेरिरहेको बेलामा चाहिँ म आफै पनि मेरो भिडियोहरू हेरिरहेको थिएँ मलाई चाहिँ अनि ठुलो बाबाहरूले एडिट गर्ने बेलामा चाहिँ यसरी गर्नु यसरी गर्नु तिमीले के चिजलाई फोकस गरिरहेको छु त्यो चाहिँ देखाउनु भनेर मलाई सम्झाइ पनि राख्नु भएको थियो विच इज अ गुड पोइन्ट फर मी मलाई मेरो फ्यामिलीले सजेस्ट गर्दा त्यसपछि म चाहिँ यत्तिकै हल्लिँदै ठुलो मम्मीको घरमा अमिलो साथै हुनुहुन्थ्यो अनि अमिलो सादा खाँदा म उहीँ पुगिसकेको थिएँ ठुलो मम्मी आन्टी अनि मम्मी चाहिँ अमिलो साध्दै हुनुहुन्छ क्यारी भाउजू म जाने तपाईँलाई कस्तो लागिरहेको म जाने भोलि भन्नु तपाईँलाई कस्तो लागिरहेको म भोलि जाने हो यो चाहिँ हामी ठुलो मम्मी घर आएको है फेरि यो अमिल खाना अमिलो खान्छ अमिलो भन्ने बित्तिकै मुखिरहेको छ मेरो त वाह वाह एकदम मिठो भयो टेस्टी एकदम मिठो अरे यस बाबु आयो प्लिज भाइ राजन हाई स्कुल आयो तेरो बुड्डे आयो मेरो बुड्डो भ्लग हो लगाए सब्स्क्राइब गर्दिनु होला फेरि लाइक गर्दिनु होला ये तो भर्खर स्टोर आए तेरे पेपर दे ब्यागमा आज तेरे बेल बजेगी पेपर दे पेपर क्या तो तुम्हारा खा रही मां यार पेपर कसरी भ्लग गर्छ यार सो भेटा मेरो सामान बनाऊ रावणको पेपर कस्तो आयो लेख्सी है अब यसले यसले त बिगारेको रहेछ भने चाहिँ गाडी खान्छ आफू बिगारेको पेपर नम्बर बदल छैन माइती भन्छ पेपर बिग्रिसकेन कुनै खेल छैन खेल हुनु कुरा छैन यहाँ त वन अरु सबैमा मेरो 40 भन्दै नि 40% छ 100 फुल मार्क्स भयो भने चलो हामी हेर्छौँ गाइजन तपाईहरुलाई म भन्छु अहिले कस्तो रिजल्ट आयो यसको पेपरहरु चाहिँ सबै राम्रो भएको छ बट कुनै कुनै पेपरहरुमा चाहिँ यसको कम मार्क्स आएको छ जस्तै ओपीटी म्याथ भइहाल्यो म्याथ भइहाल्यो र एकाउन्ट्समा पास सबैमा छ बट यति यो सब्जेक्टहरुमा जस्तो कम मार्क्स आएको छ नेक्स्ट टाइम मैले राम्रो मार्क्स ल्याउँछु भनेर मलाई भनेको छ नेक्स्ट टाइम राम्रो मार्क्स चाहिन्छ थर्ड पोजिसन हेर्नुपर्छ यसको नेक्स्ट एक्जाममा यसको कति मार्क्स आउँछ नेक्स्ट टाइममा म हुँदिनँ त्यही पनि यसले मलाई आफ्नो मार्कसिट पठाउँछ अनि म तपाईहरुलाई त्यतिखेर देखाउँछु करेन्ट
मेड बाई हिम ओ माई गॉड मेरो भाइले बनाएको करेन्ट अब हामी खाँदा खान्छ पुरा 3टा हो नि त खै देउमा मिसन छ देउमा नै त खाऊँ खान्छौँ ल अनि खाएपछि टेस्ट गर्छु ल यो यसो जाने दिएपछि मम्मीले मलाई चाहिँ मलाई मनपर्ने खानाहरू खुवाइनु भएको छ त्यसमा चाहिँ मेरो मटरको सब्जी आलु भुजिया आलु पराठा अनि त्यसपछि मसरुमको सब्जी हो यो मेरो खाने आजको खाना खाना पनि खाइसकेँ एकदम टेस्टी खाना थियो अरे मम्मीले बनाएको एकदमै त्यो टेस्ट इन्हान्स भइसकेको त्यो खान मन लागेको चिजहरू खाना पाउँदाखेरि चाहिँ अब भोलिदेखि चाहिँ अब बाहिर जाने म घर छोड्ने भोलि चाहिँ अनि त्यसपछि सायद मेरो स्याटरडे या सन्डेको फ्लाइट हुन्छ होला थाइल्यान्डको अनि त्यसपछि चाहिँ मम्मीको खाना भनेको त अब 1 वर्षपछि हुन्छ होला सो तपाईँहरूलाई यो भिडियो आजको कस्तो लाग्यो भनिदिनु होला कमेन्ट गरेर त्यसै गरी मेरो भिडियोलाई मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला त्यही भन्दा चाहिँ मैले यो भिडियो इन्डिङ गर्न चाहन्छु सो थ्याङ्क यू सो मच फर वाचिङ सी यु इन द नेक्स्ट भ्लग